नेपाल प्रहरीको जवानतर्फ जुन साथीहरूले लिखित परीक्षा पास गरेर अन्तर्वार्ताको लागि तयारी गरिराख्नु भएको छ, उहाँको लागि एकदमै महत्त्वपूर्ण प्रश्नहरू उत्तरहरू नेपालको प्रधानमन्त्री को हुन्। अब सबैलाई थाहा छ बालन प्रधानमन्त्री हो भनेर, तर कति हो भनेर धेरै कमलाई थाहा होला जस्तो लाग्छ। 43औं प्रधानमन्त्री बालन शाह हो। नियुक्ति र शपथ ग्रहण अब धेरैले बिर्सिन सक्छ, त्यही भएर राख्दैछु। विगत सन् 2082 साल चैत 13 गते नियुक्ति हो र पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल को भएको थिए भनेर कसैले सोध्यो भने कसैले भन्न सक्नुहुन्छ। त्यो पूर्व प्रधान न्यायाधीश महिला पनि पहिलो महिला प्रधान न्यायाधीश पनि सुशीला कार्की हो र पहिलो प्रधानमन्त्री महिला पनि सुशीला कार्की हो। र प्रहरीको कर्तव्य के छ? नागरिकको अधिकारको संरक्षण गर्ने, शान्ति र सुव्यवस्था कायम राख्ने, अदालतको आदेश कार्यान्वयन गर्ने प्रहरीको कर्तव्य हो। अनि एउटा प्रहरीमा के कुरा हुन जरुरी छ? सर्वप्रथम फिजिकली र मेन्टली फिट हुनुपर्छ र सहयोगी भावना, अनुशासन र देशभक्ति हुनुपर्छ सर भन्ने। र दार्जिलिङ चिन्हको बारेमा र हिजो हाइलाइट न्युजहरू के छ त्यो पढेर जानु होला साथीहरू। र एकचोटि दार्जिलिङ चिन्ह पढेर जानु होला। इन्टरभ्यूमा अब लगभग जवानको इन्टरभ्यूमा डिएसपी पनि बसेको रेकर्ड छ के। अब डिएसपी हुन्छ, कहिले एसपी पनि हुन्छ। त्यो दर्जा चाहिँ के हो, कुन दर्जा हो भनेर सोध्न सक्छ। हस् त, थ्याङ्क यू।